नाही बोल्नु न बोल्नु दुईटा राखौँ है छरा ₹1000 त ठिकै हो हजुर हजुर ₹1000 को ठिकै ठिकै हो खुसी हुनुभयो अब होलसेलमा त आइहाल्दा अम्करा दिन 8,500 आयो भने 7,500 मा 8,000 रुपियाँ दिदिन्छ 7,000 दियो हुँदैन 7,000 कति दिनु होला 1,000 मात्रै हो 1,000 थालको जस्तै हे जति गोरा उति मेरा बुवा साला मालको मूल्य भन न हजुर मालन गरे मूल्य हो मेरो के चाहिँ स्टेल पस्काएको त स्टेल भित्र जाने गाँसमा भित्र जाने शोपिसको लागि पनि हुन्छ के नहीं 1,000 रुपियाँमा ठिकै हो 700-800 रुपियाँ राम्रो हो पुरानो काँसो जस्तो त हुँदैन भयो नि भिडियो हेर्दै बोल्नु तपाईहरु भन्दै अरे चिज हो हजुर पैसा त त्यसै सकिजाने अम्करा राखिदियो ल उसले त मारे 8,000 रुपियाँ जोडा बेच्छ अरे बा धामी दिहाल्ला पैसा यति मान्छे छन् नि उहाँ त तपाईलाई दिँदैनन् पैसा त उहाँ दिहाल्छ नि भन्न तपाईँ कोही निकालिने हो मिलाइदियो अङ्कल खाली त सस्ता 3,000 ले ठिकै हुन्छ यो पढ्ने मूल्य त तितो 3,000 त पढ्ने अरे भाइ तपाईँ तर 1,000 पढ्ने 1,000 होइन हाम्रो तर्फबाट हामीले के त बुझेको छैन सोच्नु भयो यो 3,000 त भयो कति भयो 12 भने 2,000 भने कति हजार 1 किलो गर्न माथि चाहिँ 1 किलो माथि 70 रुपियाँ पर्छ 1200 त पर्छ बिर्जा छैन के मलाई ल्याइदियो त भाइ 1200 मा जाऊ 1 किलो कति 1200 मा नै तम यो 2,000 मा पनि ल्याइदियो त 1 किलो 300 गरेर मलाई लैयो हो कि नै कति रुपियाँ किलो छ कति चाहिँ 3500 रुपियाँ किलो बेच्छु अनि अच्छा रे 3500 भनेको तपाईको मेन काँसो हो कि यो मेन हैन कि मेन काँसो 3500 पाउँछ कति 42 रुपियाँ कति तपाई हल्ला नम्बर दिनुस् भाइजान भइहाल्छ कि यो होइन नि हम पाइन्छ नि यो डुप्लिकेट हुन् के
त्यति राम्रो चाहिँ होइन पहिला पुरानो जस्तो त कहाँ मिल्छ यार मिल्दैन व्यापारी पनि त पऱ्यो सिधै डबल टेबल बनिदिने नि त व्यापारी कामै त्यही डबल टेबल बनिदिन्छ पछि आउने लास्ट उयोमै त्यो त अब बोलाइकन जाउँ न हामी कतिमा सिधै 5000 बनिदिन्छौँ लास्ट आउने कतिमा 1500 रुपियाँमा त आउने त अन्त 1500 रुपियाँमा आइदिन्छ कपडा जस्तो थोडी हो यार भाइ माल यसको तलको मोर त्यो पनि मालै हो हजुर 1000 रुपियाँ दिनु मलाई कम गरेर दिनु के त्यो पनि मालै त हो त म तर बिक्दैन नि त उ गयो भने चाहिँ सब मान्छे नै दिन्छ अब त मानुस आँसीले घाँस काट्छ भन्दा बित्तिकै यो मूल्य 2000 त गर्नु भएन नि त हो कि नै होइन त्यो कस्तो भइराखेर भयो जाऊ भाइ जाऊ